Oh my god, गाइस साम्भवी ब्लगमा चाहिँ आज अलि डिफ्रेन्ट टाइपको भिडियो देखाउन गइरहेको छु। आज चाहिँ हामी बनाउन गइरहेको छौँ माछा। सो माछा चाहिँ यो रहु हो, रहु माछा। अघि नै बजारबाट ल्याएर चाहिँ मजाले धोएर चाहिँ यसमा चाहिँ बेसार र नुन हालेर चाहिँ एकछिन मोलेर छोड्दै थियौँ। माछाको पिसहरू देख्न सक्नुहुन्छ तपाईहरु, एकदमै क्लिन भएर यो बेसार र नुनको मेरिनेट गरेर एकछिन राखिदिएका छौँ। त्यसपछि यहाँ बाहिर हामीले चुलो बालेर चुलोमा चाहिँ अनि तेल चाहिँ तात्न दिइरहेको छौँ। तेल चाहिँ एकदमै तातिसकेको छ, त्यही भएर म चाहिँ माछाको पिस हाल्न गइरहेको छु। यो भिडियो चाहिँ कन्टिन्यू हेर्नु होला लास्टसम्म। आज म फुल प्रोसेस देखाउन गइरहेको छु माछाको। किप वाचिङ है त गाइज। सो अनि टाउको कसलाई मन पर्छ कमेन्ट गरिदिनु होला है त। ओ माय गॉड सुरुमा चाहिँ टाउको हाल्नु होला माछा पकाउँदा जहिले पनि, किनभने सुरुमा तेल अलिकति बेसी हुन्छ र टाउको पिस पनि अलिक ठुलो ठुलो हुन्छ। त्यही भएर माछालाई चाहिँ अलिक ठुलो यस्तो छ टाउकोमा चाहिँ खासै मासु चाहिँ हुँदैन, तर यसमा चाहिँ त्यो एउटा लिक्विड स्टाइलको बोन म्यारो टाइपको, त्यही भएर त्यो खानु चाहिँ मजा आउँछ। मिथिला कल्चरमा चाहिँ माछालाई चाहिँ एकदमै इम्पोर्टेन्ट मानिन्छ। जति पनि भोजहरूमा चाहिँ मिथिला कल्चरमा अब जस्तै कुनै फङ्सनहरूमा पनि माछाहरू चाहिँ भइ नै रह हुन्छ। मैले त्यो देखि नै रह हुन्छु। त्यसरी टाउको सबै पिसहरू गइसक्यो। ल साथीहरू, यतिको भएपछि चाहिँ माछाहरू चाहिँ मजाले फ्राई भएको मानिन्छ। सो यतिको भएपछि चाहिँ निकाल्दै जानु होला। किरोको माछाहरू पनि हाल्दै जानु होला। तेल चाहिँ एकदमै तातिसकेको छ, केयरफुल भएर त्यो हाल्नु। कहिलेकाहीँ कराईमै पनि आगो बल्न सक्छ तेल एकदमै तातिसकेपछि। ल यतिको चाहिँ हाल्ने माछा, फेरि यसरी नै यही प्रोसेस दोहोऱ्याउने, माछा हाल्ने तार्ने, अनि त्यसपछि फेरि यतिको भएपछि चाहिँ निकाल्ने, यही प्रोसेस चाहिँ रिपिट गरिराख्ने। ल एकैचोटि माछा तारिसकेपछि देखाउँछु है त। ल यहाँ चाहिँ मसलाहरू चाहिँ रेडी बनाउन थालिसक्नु भएछ। मैले भिडियो बनाउँदैछु भन्ने थाहा थिएन। अब अलरेडी त्यही पनि केही छैन, म सोध्नु पर्यो के हाल्नु भएको छ भनेर। के हाल्नु भएको छ मसलामा, अनि तपाईँको बनाउने तरिका एकपल्ट भनिदिनु त। मैले माछा बनाउने तरिका मेरो पहिले तोरी, लसुन, अनि सुकेको खोर्सानी, अनि धनियाको धुलो, अनि हर्दी, अनि नुन, टमाटर पेस्ट बनाउने हो, अनि माछा बनाउने हो मेरो। एकैचोटि हाल्ने हो, मजाले पकाउने हो, अनि पानी हाल्ने हो, अनि माछा हाल्ने हो, अनि ग्रेभी बनाउने हो। हेर्दै जानु होला, अनि सब्सक्राइब गरिदिनु होला। माछा चाहिँ यतिको क्रिस्पी हुने गरी खानुपर्छ। माछाको मसला पेस्टहरू सबै रेडी गरेको छु। अब यहाँ माछा पकाउन आँटेको। मसला तयार गर्दैछु माछाको ग्रेभीको लागि। अब कस्तो हुन्छ, म एकैचोटि पेस्ट बनाएर सबै एकैचोटि रेडी गरेर हाल्छु। आफ्नो आफ्नो तरिका। मलाई अब यस्तै तरिका राम्रो लाग्छ। मैले बनाएको माछा यस्तै मिठो हुन्छ। माछाको पेस्ट बनिँदैछ। अब यो मजाले पेस्ट बनाउनु पर्छ। यसलाई पाक्न दिनुपर्छ। पाकिसके पछाडि अनि यसमा हल्का पानी हाल्नुपर्छ, अनि माछा हालेर एकछिन पाक्न दिनुपर्छ, अनि माछा रेडी। 10 मिनटमा अब तयार हुन्छ माछा मसला। अनि त्यस पछाडि तयार भइसके पछाडि हल्का पानी हालिदिने। पानी हालिसके पछाडि माछा हालिदिने, एकछिन माछालाई उम्लिन दिने, अनि माछा रेडी हुन्छ। अब हामी अलिकति थोडा पानी हाल्छौँ। पानी हालिसकेर हल्का उम्लेपछि हामी माछा हाल्छौँ, अनि माछा हालिसकेपछि 10 मिनट उम्लिन दिन्छौँ, अनि त्यस पछाडि माछा रेडी हुन्छ। कान्छी पनि हाम्रो घरको सदस्य हो। यसलाई म 1 पिस माछा दिँदैछु। कान्छी खाऊ तिमी पनि 1 पिस माछा। अब मसला पाको हाम्रो कान्छी चाहिँ नि माछाको टाउको यहाँ खान्छे, 7 गाउँ घुम्छे। कान्छी नामले फेमस भएकी चाहिँ राति चाहिँ घर रुङ्न आउँछे। माछा रेडी भयो। अब मसला ससला पाको, माछा हाले। अब यसमा हल्का रस लगाउन बाँकी छ। अब यसमा हल्का रस पनि हाल्दैछु। अब यसलाई हल्का ग्रेभी बनाएर यसलाई पाक्न दिनुपर्छ। पाके पछाडि माछा रेडी हुन्छ।
माछा पाक्न चाहिँ एकछिन टाइम लाग्छ जस्तो छ तबसम्म चाहिँ यहाँ यसो गफसफ गरिहाल्नु पर्यो भनेर नि यसो मैले माछा बनाउन थालेको 18 वर्षको उमेरदेखि हो बुवाले माछा बनाउनु भन्नुभयो अब पहिले त आमाले बनाउनु हुन्थ्यो अनि बुवाले माछा बनाऊ भनेर बिरामी हेर्न जानुभयो मैले माछा बनाएको मैले सब्जी बनाए जस्तै बनाइदिएँ पछि बुवाले आएर माछा देऊ त भन्दाखेरि मैले त्यो दिएँ बुवाले यस्तै माछा बनाउँछु भन्दा अँ भने मैले माछाको तरकारी बनाइदिएँ अनि बुवाले होइन यसो गर्ने भनेर सिकाइदिनु भयो त्यहाँदेखि बनाउन थालेपछि माछा बनाउन फर्स्ट भएकी छु अहिले म सब कुरामा ट्यालेन्ट छु किचनको सामानमा पकाउने खुवाउने जे कुरामा पनि म ट्यालेन्ट छु अहिले मलाई जे भए पनि खाना बनाउन सिकाउनु पर्दैन सोध्नु पर्दैन सबै कुरो म भरिपूर्ण पारेर बनाउँछु सिङ्गै ल्याइदियो धोइ पखाली गरे केलाउनु सेलाउनु छैन गुस निकालेको छुइनँ ल्याएर थपकन सेतो माछा कन्तीमा सेतै सब्जी पकाए जस्तै ओइरिदिए बुवा बिरामी हेरेर आउनुभयो आउँदाखेरि माछा देऊ भन्नुभयो माछा दिँदाखेरि माछा त सब्जी पाके जस्तै थियो बुवाको पारो तातेन किनभने सुरुमा अब आउने बित्तिकैको कुरा थियो बुवाले मलाई भन्नु भएन मैले त्यस्तै पकाइदिएँ बुवाले चुपचाप खानुभयो अहिले त फेरि मलाई कसरी सिकाउनु पर्दैन स्पोर्ट्स माछा बनाउन मैले त माछा बनाएको छैन हौ खासै अलिअलि खाना चाहिँ मिठो चाहिन्छ पकाउन चाहिँ आउँदैन म पहिले पनि सिकेको माछा बनाउनु त आउँछ तर मलाई त्यति मजाले आउँदैन त्यही हो मम्मीले सिकाइदिँदै हुनुहुन्छ म सिक्दैछु तर खानालाई चाहिँ मिठो चाहिन्छ त्यही उपर हुनुहुन्छ हाम्रो ठुलो मम्मी धेरै राम्रो यसमा धेरै थोक हालेको छ पिरो नुन सुन सबै हालेको छ अदुवा मसला मरिच प्याजहरू लसुनहरू खुर्सानीहरू हालेको छ मिठो टेस्टी छ माछा धेरै तपाईलाई मन पर्यो एकदमै मिठो छ धेरै राम्रो डेली खुवाउनु पर्ने हुन्छ क्या यो मिठो छ धेरै दामी हो तोरीको यसमा तोरी मसला हाल्यो भने नि झनै राम्रो हुन्छ क्या धेरै राम्रो छ तोरी मसलाले माछालाई बनाउने हो मिठो बनाउने तोरी मसलाले हो यो माछा भनेको एक त रेउ माछा हो तोरीको मसला पर्यो भने नि धेरै राम्रो हुन्छ अत्याधिक राम्रो पकाएको छ आज एकदम आज रस र एक पिस माछा खानुभयो कि म भोलि आधा किलो डेली किनिदिन्छु ल एकदमै धेरै राम्रो माछा भनेको अहिलेको उसमा मासुभन्दा कोलेस्ट्रल घटाउने चिज हो राम्रो हो प्राय अब हामी डेली बरु माछा खानु मन लाग्दैन मासुको सट्टामा माछा ल्याएर प्राय हाम्रो घरमा माछा नै चलाउनु पर्छ माछा भनेको धेरै राम्रो चिज हो सबै थोकको हेल्थको लागि पनि राम्रो हो अब अरू मासु अलिकति कोलेस्ट्रलहरू बढाउँछ त्यसले गर्दाखेरि अब माछा नै हामीलाई पुगिहाल्छ नि किन चाहियो आधा किलो ल्याउने हो माछै खाने हो त्यो हो सबैभन्दा राम्रो माछा नै हो फेरि पाइन्छ पनि अब खसीको मासु त अब कहिले बढी ठुलो बोसो भएको हुन्छ के हुन्छ त्यो चाहिँ हाम्रो लागि अब उमेर हिसाबले छैन चाहिँ एकदमै माछा नै राम्रो हो खानु हुँदैन नि खसीको मासु खानु पर्ने भनेको यस्तै माछा हो माछा त एकदमै राम्रो चिज हो अझै यो माछा भन्दा पनि म गइची खोलाको माछा बाम माछाहरू मनपर्छ अब यो पनि अब धेरै राम्रो हो यसमा चाहिँ अब त्यो यसमा अलिक काँडा हुन्छ अब बामहरूमा अब खोलाको माछाहरूमा काँडा हुँदैन त्यति अब खानु सजिलो हुन्छ निल्न सजिलो हुन्छ राम्रो पाएको छ खुसी लाग्यो अत्यधिक मिठो भएको छ भोलि पर्सि पनि पकाउनु पर्दा यस्तै गरी यही मसलाहरू हालेर पकायो भने धेरै राम्रो हुन्छ ओके साम्भवी ब्लगमा लाइभ सब्सक्राइब गरिदिनु होला हाई